हेलो गाइस, नमस्ते सबैजनालाई वेलकम छ तपाईहरुलाई मेरो ब्लग्समा। म अनि यहाँ भाइलाई लिएर आएको नि यहाँ बारीमा यसो घुमाउँदै। अनि यहाँ चाहिँ मम्मी चाहिँ यहाँ बारीमा साग रोप्नु हुँदैछ। मम्मी के रोप्नु भएको तपाईले? मम्मी मम्मीले लट्टे साग रोप्नु आँट्नु भयो अरे हैन। अहिले चाहिँ झाडु खाल्नु हुँदै रहेछ नि त। अनि यहाँ चाहिँ बहिनी छ हेलो भने। अनि हामी चाहिँ भाइसँग आएको है। औ यहाँ छिटो निनीलाई अङ्गी मार्नु त। आया ए हेलो गरिदिनु न। हेलो ला जिब्रो देखाउने। म चाहिँ आज स्कुल गइनँ हैन। स्कुल नगएर चाहिँ म चाहिँ हो यहाँ कति 2 बजे सुतेर 4:30 मा मात्रै उठेँ नि त। अनि कतै निकै नै बेर सुतेछ। अनि बिम्जिएन नि त। अनि एकैचोटि 4 बजे बिम्जियो। अनि त्यसै यहाँ भाइलाई घुमाउँदै यहाँनिर बारीमा आएको छु। बारी पनि के भन्नु जङ्गलै जङ्गल देख्दो रहेछ गाइस हैन। हेलो भनि न कालु छिटो। मामु कहाँ हुनुहुन्छ? मामु दौरासान हुँदैछ है। मामु र पापा दौरासान हुँदैछ है। अब कालु र हामी पनि यहाँनिर सब्जी रोप्ने ल। ल कहाँ जाने? उमुमा जानु नि जानु कि चरा देख्यो? हजुरले चरा देख्नुभयो हो? ल जानु। ल लड्नुहुन्छ है। बारीमा आएको होइन गाइस। भाइसँग अल्छी लागेर आज स्कुल पनि गएन होइन। आज एब्सेन्ट भए। ल कालु यहाँ हेर्ने गाइस, यहाँनिर बदमास केटा छ है। यहाँ बदमास केटाले यहाँ मम्मी रोपिसक्नु भएको साग चाहिँ। ए सरी गाइस, म होइन मलाई चाहिँ थाहा भएन होइन। मम्मीले रोपिसक्नु भएको रहेछ होइन लट्टे साग चाहिँ। अनि लट्टे सागको चाहिँ यो सानो छ। झाडु मात्रै उखाल्नु भएको रहेछ होइन। रोपी चाहिँ सक्नु भएको रहेछ। एकपल्ट पनि सकेको रहेछ है। गाइस मलाई चाहिँ लाग्यो है मम्मीले भर्खर रोप्दै गर्दै होला भनेर। माथिको मान्छे बोल्दैछ। मम्मी माथिबाट आवाज आएको कि दादाहरू बोल्दैछ? ए माथिबाट आउनु कालु यहाँ आउनु। कालु चाहिँ यहाँ हेर्नुहोस् है। यो मुमालाई एकदम माया दे। ला किल्छु। ला लड्यो। ला उखाल्नु हुँदैन कि यहाँ आऊ। यहाँ आउनुहोस् त छिटो यहाँ आउनु न। हेलो भन्नु न यहाँ गाइस छिटो। ला हाई भनिदिनु। बाई बाई गाइस भन्नु। बाई बाई गाइस छिटो भनिदिनु न। बाई बाई नमस्ते पनि गरिदिनुहोस् न। सो बाई बाई गाइस, आजको ब्लग चाहिँ यति नै हो।